आतंकवाद यो शब्द सुन्न साथ मनमा कस्तो डर र अनिश्चितताको भाव आउँछ होइन त? तर आखिर यो हो तरी के? अनि यसलाई रोक्ने उपाय के होला? ल, आज यही एकदमै जटिल विषयलाई हामी अलि सरल भाषामा बुझ्ने कोसिस गरौँ है। ठिक छ, आज हामी यो विषयलाई 4 भागमा हेर्नेछौँ। सबैभन्दा पहिले आतंकवाद भनेको के हो भनेर बुझ्छौँ। त्यसपछि यसको जड कहाँ छ त त्यो खोतल्छौँ। अनि यसका रूपहरू र असरहरू के छन् भनेर हेरेपछि अन्त्यमा संसारले यसलाई रोक्न के कस्ता प्रयास गरिरहेको छ त्यसमा पनि नजर लगाउनेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट र यो सबैभन्दा आधारभूत प्रश्न पनि हो। आखिर आतंकवाद भन्नाले के बुझिन्छ? के कुराले कुनै घटनालाई आतंकवादी कार्य बनाउँछ? हेर्नुस्, आतंकवादको एउटै सबैले मान्ने परिभाषा पाउन गाह्रो छ। तर एफबीआई जस्ता संस्थाहरूले दिएका परिभाषाहरूलाई मिलाएर हेर्दा एउटा कुरा प्रष्ट हुन्छ। यो खासमा के हो भने कुनै राजनैतिक वा सामाजिक लक्ष्य पूरा गर्नका लागि सरकार वा आम नागरिकलाई तर्साउने उद्देश्यले गैरकानूनी रूपमा बल वा हिंसाको प्रयोग गर्नु नै हो। यो परिभाषालाई अझै टुक्र्याएर हेरौँ न। आतंकवाद हुनका लागि के कुरा चाहिने रहेछ त? पहिलो, हिंसा वा बलको प्रयोग, त्यो पनि गैरकानूनी रूपमा। दोस्रो, निशानामा आम नागरिक वा सम्पत्ति पर्छन्। अनि तेस्रो, यसको लक्ष्य भनेको तर्साएर, डर देखाएर कुनै राजनीतिक वा सामाजिक उद्देश्य पूरा गर्नु हो। मतलब मूल उद्देश्य नै डर फैलाउनु हो। ल, आतंकवाद के हो भन्ने त मोटामोटी बुझ्यो। तर अब सायद त्योभन्दा पनि गाह्रो प्रश्न आउँछ। आखिर किन कुनै व्यक्ति वा समूह यो बाटोमा लाग्छ? यसको जड कहाँ होला? यो तालिकाले एकदमै राम्रोसँग देखाउँछ कि आतंकवादको एउटै मात्र कारण हुँदैन। यो त एउटा जटिल जालो जस्तै हो। कतै बेरोजगारी, गरिबी जस्ता सामाजिक आर्थिक कारण छन् त कतै राजनीतिक दमन वा पृथकतावादी सोचले काम गरेको हुन्छ। अनि फेरि धार्मिक र सांस्कृतिक कारणहरू पनि छन्, जसले आगोमा घिउ थप्ने काम गर्छन्। यी सबै कुराहरू एक आपसमा जोडिएका हुन्छन्। कारणहरू त थाहा भयो, तर आतंकवाद देखिन्छ कस्तो रूपमा र यसले पार्ने असरहरू कतिसम्म भयानक हुन्छन्? अब यसबारे कुरा गरौँ। मोटामोटी रूपमा आतंकवादलाई 2 भागमा बाँडेर हेर्न सकिन्छ। एउटा भयो राष्ट्रिय आतंकवाद, जुन कुनै एउटै देशको सीमानाभित्र हुन्छ, त्यहीँको राजनीतिक वा सामाजिक मुद्दामा केन्द्रित भएर। अर्को भयो विश्वव्यापी आतंकवाद, जसको सञ्जाल र प्रभाव देशको सीमानाभन्दा बाहिर संसारभरि फैलिएको हुन्छ। यी 2 बीचको फरक बुझ्नु एकदमै जरुरी छ, किनभने यिनीहरूसँग लड्ने तरिका पनि फरक हुन्छ। र यो आतंकवादको रूप एउटै मात्र छैन। परम्परागत राजनीतिक वा धार्मिक आतंकवाद त छँदैछ, तर समयसँगै यसले नयाँ र झन डरलाग्दा रूपहरू लिएको छ। जस्तै इन्टरनेट प्रयोग गरेर गरिने साइबर आतंकवाद वा राज्यले नै समर्थन गरेको राज्य प्रायोजित आतंकवाद। अनि रासायनिक, जैविक वा आणविक हतियारको प्रयोगको खतरा त छँदैछ। यो सूचीले नै देखाउँछ कि खतरा कति विविध छ। आतंकवादको असर त्यो एउटा घटनामा मात्रै सीमित हुँदैन। यो त पानीमा ढुङ्गा फाले जस्तै हो, जसको तरङ्ग परसम्म पुग्छ। मान्छेको ज्यान जान्छ, सम्पत्ति नष्ट हुन्छ, त्यो त भइहाल्यो, तर त्यसभन्दा पनि ठूलो असर पर्छ देशको राजनीतिमा। अस्थिरता बढ्छ, अर्थतन्त्र तहस-नहस हुन्छ, विकासका कामहरू रोकिन्छन् अनि देशको सुरक्षा गर्ने निकायहरूको मनोबलमा समेत गहिरो चोट पुग्छ। ल, हामीले समस्या, त्यसको जड र त्यसका असरहरूबारे त कुरा गर्यौं। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यो समाधान के त? यो विश्वव्यापी खतरासँग लड्न संसारले के कस्ता कदम चालिरहेको छ? अबको हाम्रो चर्चा यही विषयमा। प्रति आतंकवाद यो शब्दले हमला पछि गरिने कारवाही मात्रै बुझाउँदैन। यो त्योभन्दा धेरै फराकिलो छ। यसमा गुप्तचर सूचना सङ्कलन गर्ने, कूटनीतिक पहल गर्ने र आवश्यक परेमा सैन्य कारवाही गर्ने, यी सबै कुराहरूको एकीकृत समन्वय हुन्छ। यसको मुख्य लक्ष्य भनेको आतंकवादलाई हुने नदिनु हो, अर्थात् यो रक्षा मात्र होइन, रोकथाम पनि हो। अनि एउटा कुरा के प्रष्ट छ भने आतंकवाद एउटा विश्वव्यापी समस्या हो। यसलाई कुनै एउटा देशले एक्लै समाधान गर्न सक्दैन। हो, यहीँनिर आउँछ संयुक्त राष्ट्रसङ्घको प्रति आतंकवाद समिति अर्थात् सीटीजीसी जस्ता अन्तर्राष्ट्रिय निकायहरूको भूमिका। यिनीहरूको काम भनेको देशहरूलाई एकै ठाउँमा ल्याउने र यो खतरासँग मिलेर लड्न मद्दत गर्ने हो। त्यसो भए प्रभावकारी रणनीति कस्तो हुन्छ त? यसका केही चरणहरू छन्। पहिलो कदम भनेको दुश्मनलाई चिन्नु हो।
आतंकवादी समूह कुन हो, उनीहरूको विचारधारा के हो, शक्ति कति छ त्यो पत्ता लगाउनु। त्यसपछि आउँछ सहकार्यको कुरा, राष्ट्रिय, क्षेत्रीय अनि अन्तर्राष्ट्रिय स्तरमा। सूचनाहरू एक आपसमा बाँड्नु पर्यो। र सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूको पैसाको स्रोत, जुन उनीहरूको मेरुदण्ड हो, त्यसलाई नै काटिदिनु पर्यो। यी सबै कामहरू एकसाथ भए मात्रै यो लडाईँ जित्न सकिन्छ। आज हामीले धेरै कुरा गर्यौं, तर अन्तमा एउटा प्रश्न छोडेर जाउँ। संसार यति छिटो परिवर्तन भइरहेको छ, प्रविधि बदलिरहेको छ, खतराका स्वरूपहरू बदलिरहेका छन्। यस्तोमा प्रति आतंकवादका प्रयासहरूले भविष्यका यी नयाँ खतराहरूलाई कसरी सामना गर्न सक्लान्? यो एउटा यस्तो प्रश्न हो जसमा निरन्तर सोच विचार र तयारी आवश्यक छ।